हातहरू। जब यो छातीमा कसैको खुट्टा पर्छ, म सबैभन्दा पहिला सम्झिन्छु मेरा पैतालामा पर्ने ती फाटेका हातहरू। जब यो छातीमा कसैको खुट्टा पर्छ, म सबैभन्दा पहिला सम्झिन्छु मेरा पैतालामा पर्ने ती फाटेका हातहरू, गोबर फाल्दै गरेका हातहरू, आगोमा रोटी पोल्दै गरेका हातहरू, दसैँमा आशीर्वाद दिँदै गरेका हातहरू, धान कुट्दै गरेको ढिक्की मुनि धानको घान लाउने, जाडोबाट बच्चा जोगाउन लुगा बुन्ने तान लाउने, धान कुट्दै गरेको ढिक्की मुनि धानको घान लाउने, जाडोबाट बच्चा जोगाउन लुगा बुन्ने तान लाउने, घरका भित्ताहरूमा गेरु र कमेरो पोत्ने, हातमा ठेला उठ्दा पनि हतासो समाएर जोत्ने, वर्षीका भोटा टाल्ने, भुस निफन्ने कनिका चाल्ने, हर साँझ बिहान चुलो बाल्ने, दिन रात नभनी भोक निद्रा नभनी सन्तान पाल्ने, नवजात शिशुको शिरमा तेल लगाउँदै गरेका, नवजात शिशुको शिरमा तेल लगाउँदै गरेका, तिनका नङ खिइदा सन्तान अघाउँदै गरेका, ऋणको तमसुकमा ल्याप्चे लगाउँदै गरेका, त्यो तमसुक च्यात्न परदेशमा कमाउँदै गरेका, साँच्चै मलाई कम्ती माया लाग्दैन ती हातहरूको। त्यस्तै हातमा छोरीका च्यातिएका फरिया देख्दा, त्यस्तै हातहरूमा छोरीका च्यातिएका फरिया देख्दा, जनताका खुन पसिना साटेका रुपियाँ देख्दा, त्यस्तै हातमा श्रीमती जलाउने मट्टी तेल देख्दा, तथानाम बोल्न उकास्ने भट्टीको भट्टी तेल देख्दा मलाई कम्ती याद आउँदैन ती हातहरूको। अनि कसैको छातीमा, कसैको घाँटीमा, कसैको शिरमा, कसैको शरीरमा, अनि कसैको छातीमा, कसैको घाँटीमा, कसैको शिरमा, कसैको शरीरमा जथाभावी पुग्ने यी हातहरू देख्दा म ती हात सम्झेर सोच्छु, हातहरू एकै खालका भए पनि एकै हुँदैनन्। जस्तो एकै खालमा खेलिने तासका पत्ती, एकै लाइटरले एकै समयमा बालिने बत्ती, जस्तो एकै खालमा खेलिने तासका पत्ती, एकै लाइटरले एकै समयमा बालिने बत्ती, एकै जमिनमा उम्रिने अफिम र यार्सा, एकै आकाशबाट खस्ने चट्याङ र वर्षा एकै हुँदैनन्। त्यस्तै ती हात र यी हात पनि एकै हुँदैनन्। म निष्कर्षमा पुग्छु, हातहरू हात चलाउनेहरूको हातमा हुन्छन्, हातहरू हात चलाउनेहरूको हातमा हुन्छन् र हात चलाउनेहरू हातका हाकिम। म निष्कर्षमा पुग्छु, हातहरू हात चलाउनेहरूका हातमा हुन्छन् र हात चलाउनेहरू हातका हाकिम। हुन त आफ्नै हातहरू पनि एकै हुँदैनन्। नपत्याए हेर्नुहोस् त आफ्नै हातहरू। धन्यवाद।